भ्यालेन्टाइन डेमा दिनुभएको थियो नि फ्लावर किनेर त्यही भने लास्टमा त्यो फ्लावरको टुक्रा मसँग अझै छ सुकेको सुकेको अझै डायरीमा राखिरहेको छु मेरो बुढाले दिएको भ्यालेन्टाइन डे भनेर मैले त घरमा बोतलमा हालेर राखेको थिएँ बोतलमै छ होला मैले चाहिँ रेल फुल ल्याइदिएको थिएँ है यस्तै होला रेल होइन यस्तो खाले ल्याइदिएको थिएँ ओइलेर नजाने मैले चाहिँ रेल दिएको थिएँ नि त तपाईँले चाहिँ रेल लास्टमा उठाइ पनि फ्याङ्ल्याङ 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 केही पनि नलिकन आएको थियो लास्टमा दिएको मलाई मलाई त यो अब मलाई त यो भ्यालेन्टाइन सालेन्टे भनेको के थाहा थिएन बाबु अब फर्स्टचोटि हो त्यो भएर चाहिँ त्यो बेलामा थाहा भएन हो र अब अहिलेसम्म कसैलाई ल बोल्या भएको यसरी दिया भएको थाहा हुन्थ्यो त बुढो खोल्नै सक्दैन त तपाईँको अहिलेसम्म दिया होइन अनि हो र त्यही भएर मलाई भनेको यो थाहा छैन क्या यसको बारेमा होला पक्का त सिक्दैछु बुढीसँग जे गरेर अझ है 10वटा बनाएर हिँड्ने अनि पछाडि छलेर हिँड्ने बुढी हुँदा हुँदै मेरो कोही छैन भनेर हिँड्ने टाढा भए पनि देख्दैन भनेर त्यस्तो गर्ने त्यस्तो मन खालको छैन क्या बुढो खोल्दै खोलेन त कस्तो टाँसे रहेछ म चाहिँ सोध्छु मैले चाहिँ त्यस्तो नराम्रो गरेँ भनेदेखि चाहिँ बुढो फ्लावर त हेर्नु ए त सबै चक्लेट हो नि यत्रो लामो चाहिँ चक्लेटमा यसरी गाडेर यत्रो ठुलो बनेको ए तपाईँको चक्लेट यसरी कपालमा हाल्नुपर्ने रहेछ पछाडि कपालमा यसरी सट्ट बस भयो कम्प्लेन गर्नुपर्छ चक्लेट यसरी गाडेर यसमा हालेको ठुलो न ठुलो लागेको थियो यत्रो लाग्यो नि लामै जस्तो लागिरहेको थियो मलाई त्यहाँ